निजी क्षेत्रको समस्याहरू केही छन्, जस्तै समस्याहरू पनि छन्। यसमा मैले एउटा कुरा जोड्न चाहेँ। त्यसपछि यसलाई के भने, जस्तै तपाईँको जस्तै मैले कफीको एउटा मार्केटको विषयमा एउटा सानो एउटा सर्वे गरेको थिएँ। सर्वे आफ्नै क्षेत्र गरेको थिएँ। नेपालको कफी लगभग 400 देखि 500 टन उत्पादन हुन्छ। इम्पोर्ट्स लगभग 400 देखि 500 टन फर्मली इम्पोर्ट हुन्छ, जसको चाहिँ कस्टम तिरेर एज अ लिगली इम्पोर्ट गरिरहेका छन्। एक्सपोर्ट तपाईँको 80 देखि 90 टन भइरहेको छ। तपाईँको टोटल कन्जम्सन चाहिँ तपाईँको 2200 टन छ। 400 800 टन। 800 टनमा तपाईँको चाहिँ लगभग 80 टन घटाउनुहोस् र बाँकी रहेको चाहिँ कफी चाहिँ इन्फर्मल च्यानलबाट आउँछ भन्ने कुरा यो डाटाले बताउँछ। यो चाहिँ डाटाले बताउँछ। कफी विकास बोर्डबाट र विविध सर्वेबाट मैले निकालेको डाटाहरू चाहिँ तपाईँको 2024 र 25 को डाटा प्रिमियरको डाटा निकाल्दाखेरि के छ भन्दा हामीले कफी प्रोत्साहनको निमित्त कस्टम ड्युटी त बढायौँ, तर त्यो ड्युटी बढाउनाले गर्दाखेरि चाहिँ के भइदियो भने इन्फर्मल च्यानलबाट आउँछ, जसको कारणले गर्दाखेरि चाहिँ तपाईँको हुन्डी र विविध तरिकाबाट चाहिँ तपाईँको इन्फर्मल च्यानलबाट चाहिँ कफी बाहिर जाने भयो। त्यसको लागि चाहिँ म पनि यही क्षेत्रमा भएको हिसाबले फर्मल टर्नओभर चाहिँ तपाईँको चाहिँ 1.3 to 1.5 बिलियन छ फर्मल टर्नओभर। इन्फर्मल टर्नओभर पनि करिबन 0.8 बिलियन, करिबन झन्डै 1 बिलियन जति चाहिँ इन्फर्मल टर्नओभरबाट आइरहेको छ भन्ने कुराले बुझाउँछ। टोटल रियल मार्केट चाहिँ आजको दिनमा तपाईँको लगभग 2.5 बिलियनको चाहिँ इन ए इयर चाहिँ मार्केट साइज छ। त्यसको मतलब चाहिँ इन्फर्मल च्यानलबाट पनि आइरहेको छ भन्ने मतलब यो त कस्ट गरे नेपाल सरकारको त्यो ट्याक्स किन गुमिरहेछ भन्दाखेरि चाहिँ यसको चाहिँ ड्युटी एकदम हाई हो। अब यसलाई के गर्न सकिन्छ भने अहिले हामीले चाहिँ कफी बिन्सको पनि के छ भने धेरैवटा भेराइटी आउँछ। सुरुमा तपाईँको चेरी हुने भयो, चेरी सँगसँगै बिस्तारै त्यसलाई प्रोसेसिङको चाहिँ 4-5 वटा तरिकाबाट प्रोसेसिङ गरेपछि एउटा फिनिस गुड निस्किन्छ। फिनिस गुडको पनि विभिन्न तरिकाहरू छन्, चाहे त क्याप्सुल कफी होला, चाहे तपाईँको नेस्क्याफे जस्तो पाउडर कफी हुन्छ, त्यसपछि विविध कफी हुन्छन्। त्यो प्रोसेसिङको युनिट यहाँ नेपालमै राखेर र तपाईँको चाहिँ ट्याक्सलाई चाहिँ सेग्रिगेट गरेर गर्न सकिने एक लेभलको 100% चुहावट त बन्द हुँदैन। त्यो चुहावट पनि यस्तो चुहावट भयो कि तपाईँको चाहिँ 2200 र 400 त ह्युज डिफ्रेन्ट के छ। 400 टन आइरहेको छ, तपाईँको चाहिँ त्योभन्दा कयौँ गुणा चाहिँ इन्फर्मल च्यानलबाट आइरहेको छ। त्यो कारणले के गर्नु पर्यो भन्दाखेरि कमसे कम र कफीहरू लिएर आउँदाखेरि, र सामान ल्याउँदाखेरि चाहिँ उद्योगमा युज हुने र मेटेरियलको लागि चाहिँ एक खालको कस्टम र फिनिस गुडलाई अर्को खालको मेटेरियलको कस्टम ड्युटी लगाइयो भने के हुन्छ भने कम्तीमा पनि त्यो चाहिँ तपाईँको चाहिँ नेपालमा उद्योग धन्दाको बढ्थ्यो।